मर्निङ अल अफ यु। आज हामी कुरा गर्छौँ नयाँ च्याप्टर जुन चाहिँ डाइनामिक्स हो र यसमा हामी न्युटन सम्बन्धी लजहरूको बारेमा डिस्कस गर्छौँ जुन चाहिँ न्युटन्सले मोसन सम्बन्धी तीनवटा लौ दिएको थियो। न्युटन्स फर्स्ट अनि न्युटन सेकेन्ड र न्युटन थर्ड। र आज हामी जतिसम्म भयो न्युटन्स फर्स्ट ल अफ मोसनको कुरा गर्छौँ। पहिला टपिक लेखौँ न्युटन्स फर्स्ट ल अफ मोसन। अब यो न्युटन्स फर्स्ट ल अफ मोसनमा भन्न खोजेको कुरा के हो कि यदि कुनै अब्जेक्ट जुन पोजिसनमा छ, रेस्टमा छ वा मोसनमा छ, जबसम्म हामी त्यो बडीमा वा अब्जेक्टमा बाहिरी फोर्स लगाउँदैन, एक्सटर्नल फोर्स लगाउँदैन भने तबसम्म त्यो बडी रेस्टमा छ भने रेस्टमै रहन्छ वा मोसनमा छ भने मोसनमै। जसरी एउटा फुटबल छ अनि कतै ग्राउन्डमा राखिएछ भने यहाँ एउटा मान्छे उभिएको छ, एउटा मान्छे उभिएको छ भने त्यो मान्छे यो मान्छेले यो फुटबललाई भन्छ कि मुभ गर भनेर, आफ्नो मुखले भन्छ कि मुभ गर भनेर त्यो फुटबल मुभ गर्दैन, किनभने त्यो फुटबल अहिले फिल्डमा रेस्ट पोजिसनमा छ। जबसम्म यसमा कुनै बाहिरी फोर्स लगाउँदैन भने तबसम्म त्यो मोसनमा आउँदैन, किनभने बोलेर मात्र त्यो मोसनमा आउँदैन। जबसम्म यो मान्छे यसमा फुटबलमा किक लगाउँदैन तबसम्म त्यो मोसनमा आउँदैन, किनभने यसमा कुनै बाहिरी फोर्सै लागिरहेको छैन। त्यही भएर यो जुन पोजिसनमा छ त्यहीमा छ, किनभने अहिले त यो रेस्टमा छ, त्यही भएर यो रेस्टमै रहन्छ। यदि केही छिनपछि चाहिँ यो बडीले यो फुटबलमा किक हान्यो भने, बाहिरी फोर्सको रूपमा किक हान्यो भने यो फुटबलमा भने अनि त्यो मात्र मुभ गर्छ, एक ठाउँबाट अर्को ठाउँमा जान्छ। किनभने न्युटन्स फर्स्ट ल अफ मोसनमा यही भन्न खोजिएको कुरा हो कि यदि बडीमा कुनै बाहिरी फोर्स लगाउँदैन भने त्यो बडी जुन पोजिसनमा छ त्यही पोजिसनमा रहन्छ, रेस्टमा रहन्छ वा मोसनमा रहन्छ। जब हामी कुनै बाहिरी फोर्स लगाउँछ अनि मात्र त्यो रेस्टमा छ भने मोसनमा आउँछ वा मोसनमा छ भने रेस्टमा छ भने त्यो कुरा आउँछ। अब यसरी हामी स्टेटमेन्ट लेखौँ के स्टेटमेन्टमा के भन्न खोजिएको छ अनि राम्रोसँग बुझ्छौँ। इट स्टेट्स that everybody in the universe in the state of rest वा मोसनमा जुनमा छ, रेस्ट और युनिफर्म मोसन पनि भन्दा बुझिन्छ। युनिफर्म भनेको सेम स्पिडमा मुभमेन्ट गरिरहेछ भने अनलेस compiled some external force। हामीले भनिसकेको छौँ कि जबसम्म कुनै बाहिरी फोर्स लगाउँदैन भने तबसम्म त्यो बडी रेस्टमा छ वा मोसनमा छ भने आफ्नो पोजिसन चेन्ज गर्दैन, जबसम्म कुनै बाहिरी फोर्स हामी लगाउँदैनौँ। एक्सटर्नल फोर्स टु चेन्ज द स्टेट्स भनेको बाहिरी फोर्स लगाएपछि अनि मात्र त्यो बडी आफ्नो स्टेट्स चेन्ज गर्छ, रेस्टमा छ भने मोसनमा आउँछ वा मोसनमा छ भने रेस्टमा आउँछ। त्यही भन्न खोजिएको छ इट स्टेट्स द्याट एभ्रीबडी इन द युनिभर्स भनेको ब्रह्माण्डमा जति अब्जेक्टहरू छ, बडिजहरू छ, इन द स्टेट अफ रेस्ट वा युनिफर्म मोसन, किनभने बडी त दुईवटा पोजिसन मात्र हुन्छ, रेस्टमा हुन्छ वा अर्को मोसनमा हुन्छ। अनलेस इट इज कल्ड कम्पाइल्ड सम एक्सटर्नल फोर्स टु चेन्ज द स्टेट्स भनेको केही फोर्स चाहिन्छ त्यसलाई आफ्नो स्टेट चेन्ज गर्नलाई, किनभने जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैन तबसम्म त्यो बडी
जुन पोजिसनमा छ त्यही पोजिसनमा रहन्छ, रेस्टमा वा मोसनमा त्यही पोजिसनमा रहन्छ जबसम्म कुनै हामी बाहिर फोर्स लगाउँदैन, बाहिरी फोर्स। यसै सम्बन्धी न्युटनले यो पनि दिएको थियो, पोइन्टमा लेखौँ, न्युटन्स फर्स्ट ल अफ मोसन्स गिभ द डिफिनेसन अफ फोर्स भनेको फोर्सको परिभाषा पनि दिएको थियो त्यही न्युटन्स फर्स्ट ल अफ मोसनमा। डिफिनेसन अफ फोर्स र यसलाई हामी यो पनि भन्न सकिन्छ, इट इज अल्सो कल्ड लज अफ इनर्सिया भनेको लज अफ इनर्सिया र न्युटन्स फर्स्ट ल एउटै कुरा भयो, यसरी पनि बुझ्नुपर्छ। यो लज अफ इनर्सिया र न्युटन्स फर्स्ट ल अफ मोसन भनेको कुरा त्यही हो। र अब लज अफ इनर्सिया कुरा गर्ने हो भने लज अफ इनर्सिया कुरा गर्ने हो भने यो चाहिँ देयर आर टु टाइप्स अफ इनर्सिया, लज अफ इनर्सिया पनि लेख्दा हुन्छ, लज अफ इनर्सिया जेनरली टु टाइप्सको हुन्छ, अनि 3 पनि हुन्छ किनभने डाइरेक्सन पनि त्यसमा आउने गरिन्छ डाइरेक्सनमा। र पहिलो चाहिँ भयो इनर्सिया अफ रेस्ट, र अर्को चाहिँ इनर्सिया अफ मोसन। अब पहिला हामीले यो कुरा बुझ्नुपर्छ यो इनर्सिया भनेको हो के। अब इनर्सिया भनेको यदि बडी रेस्टमा छ भने रेस्टमै रहन खोज्छ वा मोसनमा छ भने मोसनमै रहन खोज्छ भनेको यो ब्रह्माण्डमा बडी जुन पोजिसनमा छ त्यही पोजिसनमा रहन खोज्छ, हामीले बाहिरी फोर्स लगाए पनि त्यही पोजिसनमा रहन खोज्छ। जसरी यदि कुनै फुटबलको इक्जाम्पल लियो, त्यसले हामी कुरा गरिसकेका थियौँ फुटबलको। यदि फुटबल रेस्टमा छ र त्यो मान्छेले यदि यसमा फोर्स लगाएपछि त्यो रेस्टमै रहनलाई त्यो मोसनमा आउँछ, किनभने त्यो रेस्टमा थियो र रेस्टमै रहन चाहन्थ्यो। जसरी एउटा रनर कतै कुनै ट्र्याकमा रनिङ गर्दै रहन्छ भने त्यो बडी डिस्टेन्स कभर गर्नलाई त्यो पहिला केही ब्याकवार्ड गएर रनिङ गरेर आउँछ अनि मात्र त्यो जम्प गर्छ, र त्यो जम्प गरेपछि डिस्टेन्स कभर बढी हुन्छ किनभने त्यो बडी मोसनमा थियो, किन पछाडि ब्याकबाट आएपछि त बडी मोसनमा थियो र मोसनमै रहनलाई त्यो बडी डिस्टेन्स कभर गरियो, किनभने जुन बडी मोसनमा हुन्छ भने त्यसलाई रेस्टमा आउन त केही टाइम लाग्छ र मोसनमै भएको कारणले गर्दा त्यो बडी डिस्टेन्स कभर गरियो, किनभने बडी मोसनमा थियो र मोसनमै रहन खोज्यो। त्यही भएर यो इनर्सिया अफ मोसनसँग पनि रिलेटेड छ यो इक्जाम्पल। त्यसैले यो इनर्सिया भनेको बडी जुन पोजिसनमा छ त्यही पोजिसनमा रहन खोज्छ, रेस्टमा रहन खोज्छ वा मोसनमा रहन खोज्छ। अब यसरी एउटा इक्जाम्पल लियो। अब यो इनर्सिया अफ रेस्टको परिभाषा हेर्ने हो भने इनर्सिया अफ रेस्ट भने के हो, द टेन्डेन्सी अफ एन भनेको कुनै बडीको टेन्डेन्सी इन द स्टेट अफ रेस्ट इज नोन एज इनर्सिया अफ रेस्ट भनेको यदि बडी
रेस्टमा छ भने रेस्टमै रहन खोज्छ, त्यसैलाई नै भन्छ इनर्सिया अफ रेस्ट। भनेको बडी रेस्टमा छ पहिलादेखि नै र बाहिरी फोर्स लगाए पनि त्यो रेस्टमै रहन खोज्छ, त्यसैलाई भन्छ इनर्सिया अफ रेस्ट। इक्जाम्पलमा यसरी पनि लेख्न सकिन्छ, भनेको यदि हाँगामा आँप झुन्डिएको छ भने त्यो आँपमा यदि हाँगामा हामीले बाहिरी फोर्स लगायो भने त्यसलाई ढुङ्गाले हान्यो भने त्यो आँप झर्छ, किनभने त्यो आँप रेस्ट पोजिसनमा हुन्छ र त्यो रेस्ट पोजिसनमा भएको कारणले गर्दा त्यो रेस्टमै रहनलाई त्यो तलतिर झर्छ, किनभने हामी हाँगामा बाहिरी फोर्स लगाउँछौँ त्यो ढुङ्गाले हान्छौँ, त्यही भएर एक्सटर्नल फोर्स लगाएपछि बाहिरी फोर्स लगाएपछि त्यो आँप तलतिर झर्छ। यसको थुप्रै इक्जाम्पलहरू छ। र अर्को हेरौँ, अर्को टाइप जुन चाहिँ इनर्सिया अफ मोसन। इनर्सिया अफ मोसन, अब यसको कुरा गर्ने हो भने द टेन्डेन्सी अफ एन अब्जेक्ट भनेको कुनै बडीको टेन्डेन्सी इन द स्टेट अफ इनर्सिया अफ रेस्टमा चाहिँ यो त रेस्टमा थियो, इन द स्टेट अफ रेस्टमा, किनभने बडी रेस्टमा भयो भने रेस्टमै रहन खोज्यो, र यसमा मोसन अनुसार इन द स्टेट अफ मोसन इज नोन एज इनर्सिया अफ मोसन। भनेको बडी मोसनमा छ भने मोसनमै रहन खोज्छ। जसरी एउटा इक्जाम्पल हेर्ने हो भने यदि कुनै बस ड्राइभर बस चलाइरहेको छ भने त्यो इनिसियल के भन्छ युनिफर्मली एक्सिलेसनमा त्यो बस ट्राभल गरिरहेछ भने यदि त्यो ड्राइभरले ब्रेक लगाएन भने त्यो सधैँभरि चल्दै रहन्छ जबसम्म कुनै बाहिरी फोर्स हामी लगाउँदैनौँ। भने ड्राइभरद्वारा यदि ब्रेक लगाइँदैन भने त्यो बडी सधैँभरिको लागि चल्दै रहन्छ। यदि कुनै रोडमा कुनै ब्रेकर स्रेकरहरू एक्सिडेन्टहरू भएन भने त्यो सधैँभरि त्यो बस चल्दै रहन्छ जबसम्म कुनै हामी बाहिरी फोर्स लगाउँदैनौँ। त्यही इनर्सिया अफ मोसन भन्ने कुरा यही हो, भन्न खोजेको कुरा यही हो कि यदि बडी मोसनमा छ भने त्यो मोसनमै रहन खोज्छ जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैनौँ। किनभने ड्राइभर बस चलाइरहेको बेला यदि ड्राइभरले ब्रेक लगाएन भने सेमी स्पिडमा बडी मुभ गरिरहेछ भने त्यो कहिले रुक्दैन जबसम्म त्यो ड्राइभरले ब्रेक लगाउँदैन। भनेको ब्रेक भनेको त्यही एक्सटर्नल फोर्स लगाएन भने त्यो बस सधैँभरिको लागि चल्दै रहन्छ। त्यसैले यसमा इनर्सिया अफ मोसनमा भन्न खोजेको कुरा यही हो कि यदि बडी मोसनमा छ भने मोसनमै रहन खोज्छ, वा रेस्टमा छ भने त्यो इनर्सिया अफ रेस्टमा भन्न खोजेको कुरा पनि यही हो, यदि बडी रेस्टमा छ भने रेस्टमै रहन खोज्छ। र आजको लागि यतिकै, अर्को दिन हामी अर्को टपिक लिएर आउला। धन्यवाद।